दुर्गाजीले भन्नुभएको कुरा म तपाईँलाई भन्दैछु। यो मेरो कुरा होइन, उहाँको कुरा हो। डाक्टर अभिषेक सिंह भन्ने जो आज के फाउन्डेसनको अध्यक्ष पनि बन्नुभएको छ, हिजो डाक्टर गोविन्द केसीको आन्दोलनको प्रमुख पात्र हुन्थ्यो उहाँले नै सिंहदरबार जलाएको भिडियो उहाँले हिजो सार्वजनिक गरेपछि सिडिओले तपाईँलाई अब पक्राउ गर्नुपर्ने भयो, तपाईँले भित्री कुरा खोल्नुभयो भनेर सिडिओले हिजो फोनमा संवाद गर्नुभएको थियो अरे उहाँलाई। अब अहिले पनि मैले त्यो हेरेँ सामाजिक सञ्जालमा, डाक्टर अभिषेक सिंह उहाँ हिजो गोविन्द केसीको आन्दोलनमा पनि सहभागी हुनुहुन्थ्यो। उहाँ प्रधानमन्त्री सुशीला कार्कीलाई डोर्याएर घर पुर्याउने मान्छे पनि हो रे आन्दोलनको बेला। उहाँका सबै स्ट्याटस हेर्दै जाने हो भने सिंहदरबार जलाउने मेन पात्र चाहिँ उहाँ हुनुहुन्छ, अभिषेक सिंह। किनकि उहाँले 2 दिन अगाडि नै संसद भवन जलाउनुपर्छ, सिंहदरबार जलाउनुपर्छ भनेर उहाँले लेखेका फेसबुक स्ट्याटसहरू अहिले पनि सुरक्षित छन्। उहाँलाई त्यस्तो भिडियो बाहिर ल्याएपछि चाहिँ पक्राउ गर्यो भनेर दुर्गाजीले अहिले भन्नुभएको छ। अहिलेको सरकारलाई भन्न चाहन्छु, यदि कसैले सिंहदरबार जलाउनुपर्छ भनेर त्यस्तो भनेको हो भने ती मान्छेलाई पक्राउ गरोस्। यो सरकारले अनुसन्धान गर्नुपर्छ। सिंहदरबार जलाउने कुरा त्यो पनि एउटा कोठाभित्र बसेर फेसबुकमा स्ट्याटस लेखेर आफ्ना कार्यकर्ता परिचालन गरेर जलाउन पाइँदैन।